दर्शकवृन्द नमस्कार। आज हामी नेपालको अति दुर्गम तर अति नै सुन्दर क्षेत्र हुम्लातर्फको यात्रा गर्दैछौँ। यस यात्रामा हामीले तपाईहरूलाई सदरमुकाम सिमीकोटदेखि नेपाल चीन सिमाना हिल्सा नाकासम्मको सम्पूर्ण दृश्यहरू देखाउने प्रयास गरेका छौँ। काठमाडौँबाट सुरु भएको हाम्रो यात्रा नेपालगञ्ज हुँदै सिमीकोटसम्म सीता एयर मार्फत हामी प्रस्थान गर्दछौँ। अहिले हामी सिमीकोट विमानस्थलमा अवतरण गर्ने क्रममा छौँ। सिमीकोट बजार करिब 3000 मिटर उचाइमा रहेको छ। अहिले बिहानको 9 बजेको छ। हामी बजारको मुख्य सडकमा छौँ। अब हामी नास्ता खाएर उत्तरी नाका हिल्सातर्फ प्रस्थान गर्दैछौँ। सडक मार्ग हुँदै सुरु भएको हाम्रो यात्रा बीचबीचका रमणीय ठाउँमा विश्राम लिँदै अगाडि बढ्छ। अगाडि बढ्ने क्रममा हामी नेपालकै ठुलो क्षेत्रफलको गाउँपालिका नाम्खा गाउँपालिकाको केन्द्र एलबाङमा रहेको नाम्खा गुम्बा पनि दर्शन गर्ने अवसर जुर्यो। सिमीकोटबाट हुम्ला कर्णालीको तिरैतिर आएको हामी तुमकोट भन्ने ठाउँबाट कर्णाली नदी पार गरेर उकाली लाग्नुपर्ने रहेछ। यात्रामा थकान महसुस नहोस् भनेर रमाइलो गर्दै हामीहरू अगाडि बढ्दै गयौँ। अगाडि बढ्ने क्रममा सुन्दर दृश्यहरू निहाल्दै हामी नारा लाग्ना पास पुगेको पत्तै पाएनौँ। यो नारा लाग्ना पास करिब 4200 मिटर हाइटमा रहेछ। अब हामी हिल्सा नाका देखिने ठाउँमा करिब आइपुगेका रहेछौँ। पछाडिको दृश्यमा देखिएको गाउँ हिल्सा बोर्डर हो र हामीले तिब्बत साइडको सेरा गाउँलाई पनि देख्न सकिन्छ। सुन्दर पहाडको बाटो हिउँसँगै छिचुल्दै टाढा देखिएको गन्तव्यसम्म पुग्न हामी एकदमै आतुर देखिन्थ्यौँ। केही घन्टाको यात्रा पश्चात हामीहरू लगभग हिल्सा नाका पुगिसक्यौँ। ल म फेरि यो लारै आएँ होइन, गाडीमा थिएँ। अब हुम्लाको हिल्सा भन्ने पोइन्ट चाहिँ तपाईँको लगभग सबैभन्दा वेस्ट नर्थ पोइन्टको चाहिँ हो जस्तो लाग्छ है। सिमीकोटबाट करिब 7 घन्टाको अविस्मरणीय यात्रा पश्चात हामी हिल्सा पुग्यौँ। यहाँ सिमानामा रहेको शान्त एउटा बस्ती छ। भन्सार चौकी, साना घरहरू र नदीको आवाजले हिल्सालाई एकदमै विशेष बनाएको छ। तिब्बतमा रहेको कैलाश मानव सरोवर जाने तीर्थयात्रीहरूको चहलपहल त झन् सम्झनायोग्य नै थियो। हाम्रो काठमाडौँदेखि हिल्सासम्मको यात्रा एकदमै रोचक छ। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ र सहयोग गरिदिनुहोला। धन्यवाद। यता आउनु पर्यो क्या 2 घन्टा बाटो त हो। ए
भेटेर जान्छ अनि त्यसपछि मात्र उ गर्ने अहिले रातको 12 बजिसकेको छ। ल हामीलाई यहाँ हाम्रो नेपालगञ्जका राजाहरूले स्कट गरिरहेछ। गानाको आवाज बताओ। गाना को आवाज बढ़ा दे तो गाना 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 की आवाज बढ़ाओ। घुमन्दै हाल्छ। है हामी हिँड्नको लागि बिहान हतार हतार गर्दै फर्स्ट फ्लाइट हुम्ला जाने भारतीय पर्यटकहरू मात्र देखिन्छन्। यसमा चाहिँ हामी 2 जना चाहिँ नेपाली छौँ होइन। बिहानको 11 बजेको 6 बजेको छ। हामी चाहिँ सीता एयरको फ्लाइटबाट चाहिँ हामी प्लेनतिर बोर्ड हुँदैछ। दिस वन गाइज किप अपडेटिङ। को पाइलट हुनुहुन्छ? एयरपोर्टमा ल्यान्ड हुँदैछ। यो उकालो आइनाबाट चाहिँ कर्णाली हाइवेबाट यता ल्यान्ड हुने हाइवे हो। अब सिमीकोट फाइनल्ली एट द सिमीकोट आयो है। वाउ, त्यही हो है सिमीकोट। Finally at the $49,831
सनलाइट होटल एन्ड क्याफे। हुम्ला जिल्लाको सदरमुकाम सिमीकोट 3000 मिटर हाइटमा छ। यो माथिबाट चाहिँ यो माथि देखेको बाटोबाट चाहिँ हिल्सा जाने रोड रहेछ यो होइन। यो चाहिँ यहाँको बजार। के कति कामले आउनु हो? के कति कामले आउनु हो? अब हामी सिमीकोटबाट चाहिँ हिल्साको लागि चाहिँ हामी यात्रा स्टार्ट गर्दैछौँ। हामी अब 5 घन्टामा पुग्छौँ भनेको छ। हुम्ला सदरमुकाम यो चाहिँ सिमीकोट बजार। हाम्रो चाहिँ सब 3700 मिटर हाइटमा छ। यो पारीको माथि डाँडामा भएको चाहिँ तपाईँको आर्मी क्याम्प हो होइन। यो बाटो चाहिँ सिन्जा जाने हाइवे है त, सिन्जा सिमली। सिमीकोट बजार एयरपोर्ट। हामी हिल्सा होइन अहिले 16कै काट्नु, तल्लोमा सबै 16। अब हामी फेरि सिमीकोटबाट तल कर्णाली हुम्ला कर्णालीमा पुग्छ तल। फेरि सिमीकोटबाट चढेर फेरि कर्णाली हुम्ला कर्णाली फेला पारेको छौँ हामी। हिल्सा जान्न चाहिँ खोला। अब यही कर्णाली हुम्ला कर्णालीको रिभर ब्याङ्क हुँदै चाहिँ हिल्सा पुग्छ। अब हामी सिमीकोट गाउँपालिकाबाट चाहिँ नाम्खा गाउँपालिका, नेपालकै सबभन्दा ठुलो क्षेत्रफल भएको नाम्खा गाउँपालिका अब यहाँबाट प्रवेश हुन्छ। यो माथिको खोलामा चाहिँ तपाईँको लिमी भ्यालीबाट आउने खोला रहेछ होइन। हामी चाहिँ यहाँ एकछिन रिफ्रेसमेन्टको लागि चाहिँ झरिरहेको छौँ। यो चाहिँ हाम्रो सफारी। हुम्ला आउने बाटो चाहिँ यस्तो पिच नभए पनि एकदम ग्राभेल राम्रो छ है। ल अनि अब हामी चाहिँ अब हाम्रो हिल्सासम्मको यात्रा कति छ दाजु? अझै 3 घन्टा? त्यो हाम्रो पानमा चाहिँ यहाँ नै त। यो चाहिँ नाम्खा गाउँपालिकाको पालिका यालबाङ। यहाँनिर एउटा ठुलो गुम्बा पनि रहेछ। यालबाङमा चाहिँ एउटा गुम्बा, ठुलो गुम्बा रहेछ। त्यो गुम्बामा चाहिँ दर्शन गरेर हामी हेलो कहाँ हिँडेको तपाईँहरू? कहाँ जाने? के गर्न? सुनिङ हो? ल बाई बाई। गुम्बामा ठुलो पूजा चलिरहेको रहेछ है।
समात्ने iPhone कति प्रो म्याक्स हो दाइ iPhone कति प्रो म्याक्स यो 12 सुन्दर खोल्सी क्या दामी छ यार अब हामी यो देखेको नाङ्ला पास बसेपछि बल्ल हाम्रो हिल्सा नाका आउँछ तुमकोट भन्ने ठाउँमा छौँ यो चाहिँ तपाईँको कर्णाली रिभर हामी आएको बाटो यो भयो अब चाहिँ हामी यो कर्णाली चाहिँ यहाँबाट यता उत्तरतिरबाट आउँछ तर हामी जान्छौँ यहाँबाट लेफ्ट अनि यसलाई यो कर्णाली घुम्दा कर्णालीले चाहिँ हामीले हिल्सा नाकामा चाहिँ फेरि कर्णाली नै भेट हुन्छ अब हाम्रो नाग्ला पास माथि नाग्ला पास गएर अनि झर्ने हो हाम्रो चाहिँ अहिले यहाँ कोका कोला सेसन भइरहेछ यो कर्णालीले चाहिँ अब हामीले यहाँबाट छोडेर फेरि हिल्सा गएर चाहिँ हाम्रो भेट्छ सो कोका कोला कस्तो छ साथीहरू चिसो भनेकै कोका कोला होइन त हाम्रो यारी नाका भन्ने रहेछ पुरानो यो पारी देखेको रोड चाहिँ तपाईँको दार्चुला निस्किनलाई चाहिँ अहिले बन्द गरेको रोड रहेछ हामी चाहिँ यहाँबाट नर्थतिर गयो भने चाहिँ हिल्स ब्युटिफुल हुम्ला कसरी बयान गर्नु म हुम्लालाई सबै चित्रबाट तपाईँले चाहिँ आऊ हुन्छ होइन हुम्ला चाहिँ छोडाउनु भएन बरु चाहिँ बाली नजानुहोस् हुम्ला आउनुहोस् ल दाजु यो पाटनको बारेमा 2 शब्द भनिदिनुहोस् यो ठाउँ कुन हो हजुर अब यो माथिल्लो नाम्खा एरियाको चाहिँ समर्थन विभाग रहेको छ हजुर चाहिँ पहिल्यैदेखि परम्परागत चाहिँ यो सिँचाइको यो घाटी यो हर्चन क्यानल छ यसमा चाहिँ उत्पादन यो फाँटमा होइन त सबै यहाँ पहिलाको सेन्टेसन धेरै किलोमिटर अनि यो तलको बस्ती चाहिँ कुन हो यो अनि दाजु यो बाटो चाहिँ कहाँ जान्छ यो बाटो उता चाहिँ यो एउटा ह्याङ्सी भन्ने छ ह्याङ्सी हुँदै उता बजाङ दार्चुला बन्दै छ
भालभन्दा उत्तरपट्टि चाहिँ हाम्रो जिल्लाको बाजुमा बजारको त्यसै घुम्दै हाम्रो नाला पास होइन। अब हामी यो हाइएस्ट पोइन्ट हो होइन। अब हामी हिल्सा नाकातिर चाहिँ यहाँबाट चाहिँ ओह्रालो लाग्छ है। 4200 मिटर हाइटमा छ है। यो चाहिँ नाला पास, नारा पास होइन। अब हामी यहाँबाट ओह्रालो लाग्छ। ओह्रालो लाग्यो भने चाहिँ हिल्सा नाका। अब मेबी यहाँबाट तल देख्छ होला है। आइस स्तूपा है। यो नाराबाट तल झर्दाखेरि चाहिँ भित्तामा चाहिँ यस्तो कसले बनायो यस्तो हिल्सा। त्यो पारी चाहिँ तपाईँको चाइनाको सिएरा गाउँ देखिरहेको छ यहाँबाट। हिल्सा चाहिँ तर खाल्टोमा पर्छ भन्ने कुरा छ। ओहो माइ गॉड, यताको भ्यू त हेर्नुहोस् त यता मेरा बाबै। फाइनल्ली हामी चाहिँ हिल्सा नाका चाहिँ यहाँबाट देखिने ठाउँमा चाहिँ माथि भ्यू पोइन्टमा आइसकेका छौँ। यो हाम्रो यो कर्णाली नदी चाहिँ अघि हामीले एक ठाउँबाट छोडेको थियो। अब यो कर्णाली चाहिँ यहाँ आएर भेट भयो है। यो कर्णाली चाहिँ उताबाट आइरहेछ। यो चाहिँ तपाईँको यतातिरको चाहिँ नेपालको सिएरा गाउँ भन्ने ठाउँ रहेछ। यो चाहिँ तपाईँको हाम्रो माथि लिमी भ्याली भन्ने ठाउँ जाँदो रहेछ। अहिले हावा पनि एकदम चलिरहेछ है। ल हामी चाहिँ ल फाइनल्ली दिस वान हिल्सा बोर्डर, चाइना नेपाल बोर्डर अनि कर्णाली करिडोरको एउटा चाहिँ तपाईँको हाम्रो इन्डिङ पोइन्ट है। यो हिल्सा नाका। यहाँबाट चाहिँ तपाईँको मानव सरोवर जाने मान्छेहरू पनि यहाँबाट चाहिँ त्यो सिमीकोटबाट यहाँसम्म हेलीमा आएर यहाँबाट चाइना पास भएर चाहिँ तपाईँको माथि मानव सरोवर चाहिँ जान्छ है। 2 दिन लाग्छ र यहाँबाट चाहिँ तपाईँको गाडीमा जानु पऱ्यो भने चाहिँ 2 दिन लाग्छ है। फाइनल्ली वी आर एट हिल्सा है। यो चाहिँ हाम्रो नेपाल साइडमा भएको हिल्सा गाउँ हो। अब चाहिँ पारी चाहिँ हाम्रो मितेरी पुल चाहिँ त्यहाँ अगाडि छ है। हाम्रो चाहिँ त्यो अगाडि चाहिँ मितेरी पुल चाहिँ देखिएको छ। फाइनल्ली गाइज, फाइनल्ली वी आर एट हिल्सा। यो हो हिल्सा बोर्डर। अनि तपाईँको यो पारी चाहिँ नेपालै हो है। यहाँबाट चाहिँ लिमी गयो तर यो एरियाबाट चाहिँ हाम्रो चाइना सुरु भयो। यो चाहिँ तपाईँको हाम्रो मितेरी पुल हो होइन। यहाँ चाहिँ तपाईँले देखिया होला ठुलो बिल्डिङ। यो चाहिँ हाम्रो मितेरी पुल हो। हामी चाहिँ सायद मितेरी पुलसम्म चाहिँ जान दिन्छ होला है। ल है म फेरि यो लारै आएँ होइन। गाडीमा थिएँ। अब
फाइनल्ली हामी चाहिँ मेरो चाहिँ यो थर्ड चाइनाबाट चाहिँ तपाईँको थर्ड टाइम हो है। थर्ड टाइम चाहिँ म आइरहेको छु। एकदम यो चाहिँ तपाईँको हुम्लाको हिल्सा भन्ने पोइन्ट चाहिँ तपाईँको लगभग सबैभन्दा वेस्ट नर्थ पोइन्टको चाहिँ ऊ हो जस्तो लाग्छ है। यो कर्णाली रिभर है, हुम्ला कर्णाली तपाईँको तिब्बतबाट चाहिँ आउँदो रहेछ है यो हुम्ला कर्णाली। हेर्नुहोस् यो हुम्ला कर्णाली तल गएर चाहिँ तपाईँको चिसापानीमा चाहिँ एकदम ठुलो छ होइन। यहाँ चाहिँ यो चाहिँ हुम्ला कर्णाली हो। यसमा चाहिँ मुगु कर्णाली मिसिन्छ, त्यसपछि जुम्ला कर्णाली मिसिन्छ, त्यसपछि भेरी मिसिन्छ। अनि हामीले देखेको चाहिँ तपाईँको चिसापानीको देखेको चाहिँ चिसापानी कर्णालीमा पुग्छ। दिस इज हिल्सा। चाइनाबाट आउँदो रहेछ अनि यो चाहिँ एकदम नाका पनि भयो फेरि। हिल्सा भन्ने चाहिँ तपाईँको एकदम इम्पोर्टेन्ट नाका पनि हो। त्यो हिसाबले चाहिँ एकदम खुसी छु म। पारी चाहिँ चाइना है, चाइना। यो बिल्डिङ यो मितेरी पुल, यहाँ चाहिँ यो कर्णाली खोलामा बनेको चाहिँ मितेरी पुल रहेछ है। Solgen är galet ju. Jag solgen har tantan jangan. यो हाम्रो यो उता कहाँ भयो त्यस्तो पनि काम हुन्छ यस्तो अनुसार काम गर्नु। बोट चिया, हाम्रो चाइनिज नुडल्स र ससरहरू लिउँ ल दाजु, मजाले जाओस्। यो पनि युट्युबमा जे होस् हामी यो रिभरबाट हिल्सा पुगेर आउनलाई चाहिँ हामी 3 घन्टामा चाहिँ यहाँबाट चाहिँ माथि गएर आउँदो रहेछ है। आज हामी हिल्सा पुगेर फर्केर फेरि सिमीकोट जानलाई फर्किरहेको छौँ। सायद 10 बजे पुग्न सक्छौँ।